सबैले मेरो हाँसो देखे, तर मेरो मौनता कसैले सुनेन। म मनिष सापकोटा, एउटा कलाकार, एउटा शिक्षक अनि एउटा यस्तो मानिस जो आफ्नै मनसँग युद्ध लडिरहेछ। केही घाउ शरीरमा लाग्दैनन्, तर मनभित्र रहिरहन्छन्। जीवनका केही अध्यायहरू जलाएर मेटाउन त सकिँदैन, तर नयाँ अध्याय लेख्न सकिन्छ। म भागिरहेको थिइनँ, तर बाँच्ने बाटो खोजिरहेको थिएँ। बाहिरबाट सबै सामान्य देखिन्थ्यो, तर म भित्रबाट टुटिरहेको थिएँ। त्यसपछि मेरो जीवनको अर्को नयाँ अध्याय सुरु भयो। औषधि, परामर्श र प्रतीक्षा, र अन्ततः मनोचिकित्सा वार्ड। 6 पटक अस्पतालको बेड, अनगिन्ती आँसु र एउटै मात्र प्रश्न, के म फेरि पहिले जस्तै बाँच्न सकुँला? सायद हजारौँ मानिसले पनि यो प्रश्न सोचिरहेछन्। यो कुनै सहानुभूति खोज्ने कथा होइन, यो त एक हार नमानेको कथा हो।